नमस्कार साथीहरू। आज हामी यस्तो व्यक्तिका बारेमा कुरा गर्न जाँदैछौँ जसले जेनजीलाई टेरोरिस्ट भन्छ। जेनजी भनेको आतंकवादी हो। यी त बोके हराम हुन्, यिनीहरू त तालिबानी हुन्। जसले महिलाको इजाजत बिना गलत कार्य गर्छ। नगर्नु न त्यस्तो भन्दाखेरि पनि जबरजस्ती मेरो लुगा खोलेर जबरजस्ती गरेको थियो। फेरि पनि दोस्रो हो हजुर। जेनजी आन्दोलनलाई हल्लाको नाम दिन्छ तिमीहरूले गरेका हल्लाले मेरो भुत्ला पनि जल्छ। र जेनजी आन्दोलनमा कयौं बालबालिका मार्ने केपी शर्मा ओलीलाई नेपालको राष्ट्रिय पिता भन्छ। 3 दिनभित्र केपी शर्मा ओली शानदार ढङ्गले देखिने गरेर स्वागत हो, गर्यो। आज हामी यस्ता व्यक्तिका बारेमा कुरा गर्न जाँदैछौँ जसले देशमा नराम्रो काम गर्दा पनि, जस्तो कार्य गर्दा पनि उसलाई न त कसैले समाउन सक्छ, न त कसैले पक्रन सक्छ र न कारबाही गर्न सक्छ। लामो समयदेखि भक्तपुरको गुन्डुमा बस्दै आएका पूर्व मन्त्री समेत रहेका महेश बस्नेत जेनजी आन्दोलनपछि निकै चर्चामा छन्। आफूले आफैलाई महान सोच्दै आएका महेश बस्नेत जेनजी आन्दोलन पश्चात नेतृत्व लिँदै आएका सुदन गुरुङलाई पनि दुःख दिइरहेका छन्। मलाई चाहिँ अहिले फलो गरिरहेछ। आफू सुरक्षित गरेर हिँड्न बाबु। ब्यालेन्स सिट नेकपा एमालेको सरकार हटिसकेपछि महेश बस्नेतले अहिले धेरै नै होहल्ला गरिरहेका छन्। उनले केपी ओलीले जे भन्नु त्यही मान्ने भनेर मिडियामा होहल्ला गरिरहेका छन्। म केपी ओलीले एकचोटि धराबाट हम्फाल भने मलाई लाग्छ म सबले नकाउट हान्छु जस्तो लाग्छ। उनीबाट रेप भएकी भनिएकी महिला मिडियामा आएर न्याय माग्छन्। न्याय दिनुस् न। विद्यार्थी नेता हुँदै पोलिटिक्समा भित्रिएका महेश बस्नेत अहिले हेर्दा निकै नै अहङ्कारी लाग्छन्। आफूले आफैलाई महान ठान्ने र आफूले भनेको मात्र हुनुपर्ने सोच भएका महेश बस्नेत अहिले जेनजीहरूको आँखामा घुर भएर बसेका छन्। जेनजी आन्दोलनका क्रममा उनको घर पनि जलाइएको थियो। अरू नेता अन्डरग्राउन्ड भएर बसिरहँदा जेनजी आन्दोलनपछि उनी मिडियामा प्रेजेन्ट भएर होहल्ला गर्न थाले। आउनुहोस् महेश बस्नेतलाई लागेका विवाद तथा आरोपको बारेमा कुरा गरौँ। 1 नम्बर बलात्कार र गर्भपतनको मुद्दा। 2 नम्बर जानुका शोभा पाठकलाई आपत्तिजनक शब्द भन्ने अभद्र टिप्पणी। 3 नम्बर अख्तियार सिआइएद्वारा छानबिन। 4 नम्बर राजनीतिक प्रतिद्वन्द्वीमाथि व्यक्तिगत आक्रमण। 5 नम्बर जेनजी आन्दोलन र घरमा आगजनी। 6 नम्बर पत्रकारलाई धम्की दिएको आरोप। सन् 2024 अप्रिलमा एक महिलाले बस्नेतमाथि बलात्कार र जबरजस्ती गर्भपतन गराएको आरोप लगाएकी थिइन्। प्रहरीमा उजुरी परेपछि अनुसन्धान सुरु गरिएको थियो। जेनजी आन्दोलनका क्रममा थुप्रै विद्यार्थीहरू मारिए। थुप्रै विद्यार्थीहरू मरे पनि न यिनीहरू कसैलाई आत्मबोध छ, न यिनीहरू कसैलाई दुःख छ। यिनीहरूले त बस आफ्नो पार्टीको लागि मात्र सोच्ने गर्दछन्। आउनुहोस् आज महेश बस्नेतलाई लागिरहेका आरोपको बारेमा कुरा गरौँ। सन् 2024 अप्रिलमा एक महिलाले बस्नेतमाथि बलात्कार र जबरजस्ती गर्भपतन गराएको आरोप लगाएकी थिइन्। प्रहरीमा उजुरी परेपछि अनुसन्धान सुरु गरिएको थियो। बस्नेतले सामाजिक सञ्जालमा जानुका पाठकलाई अभद्र टिप्पणी गरेको आरोपमा मानहानिको मुद्दा दायर गरिएको थियो। अदालतले प्रारम्भिक प्रमाण मागेको बताइन्छ। महेश बस्नेतले मेयर रहँदा वा सिटी मार्ट परियोजनामा नियम विपरीत खर्च परिवर्तन र प्रक्रियागत उल्लङ्घन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ। काठमाडौँका मेयर बालेन शाहको बुवामाथि व्यक्तिगत आरोप लगाउँदै गरेको टिप्पणीका कारण बस्नेतले आलोचनामा परेका थिए। धेरैले यस्तो भाषालाई राजनीतिक मर्यादा विपरीत भनेका छन्। सन् 2025 को जेनजी आन्दोलनका क्रममा बस्नेतको घरमा आगजनी गरिएको थियो। उहाँले यो आन्दोलन मेरा जनप्रतिबद्धता तोड्दैन भन्दै प्रतिक्रिया दिनुभयो। सन् 2024 सेप्टेम्बरमा बस्नेतले नेप्लिज टाइमका सम्पादक टेकमान साक्यलाई धम्की दिएको आरोप लागेको थियो, जसको पत्रकार महासङ्घले निन्दा गरेको थियो। महेश बस्नेतलाई थुप्रै अरू आरोपहरू पनि लागिरहेका छन्। उनलाई अहिलेको सरकारले के कस्ता कारबाही गर्छ, के कस्तो सजाय दिन्छ हामीले देख्ने नै छौँ। आशा गरौँ हाम्रो अबको नयाँ सरकार इन्टरिम गभर्मेन्टले राम्रो काम गर्नेछ, पीडितलाई न्याय दिन्छ र गलत कार्य गर्नेलाई जेलमा राखेर थुन्छ।